चाहिँ म तपाईँहरूलाई मेरो गार्डनको जर्नीहरू चाहिँ तपाईँहरूलाई म देखाउँछु ल कस्तो छ भनेर हेर्नुहोस् न यहाँनिर यस्तो राम्रो कलरमा यो चाहिँ मैले जस्तो छ्यामाकोदेखि ल्याएको क्या अनि यस्तो सरप्राइजिङली चाहिँ हेर्नु न यहाँनिर यति धेरै बर्ड्सहरू लागिरहेको छ यहाँ पनि अर्को लागिरहेको छ होइन अनि यो चाहिँ अस्ति मैले ल्याउँदै बर्ड्स लागेको थियो तर यति राम्रो छ होला भनेर चाहिँ मैले सोचेको थिइनँ क्या कस्तो दामी कलर ल्या कस्तो फुल्छ भनेर मलाई थाहा नै थिएन तर यस्तो फुल्ने रहेछ क्या दामी कलरको क्या यहाँ वाउ यस्तो राम्रो कलरको क्या तर सानो चाहिँ सानो छ है बोटहरू नै यत्रोमा छ गमलामा छ यता मैले खासमा चाहिँ रिपोर्ट गर्नु पऱ्यो भनेर चाहिँ सोचेको फेरि फुल्न थालिगयो तर अब 1-2 दिन पछाडि मैले चाहिँ रिपोर्ट गर्छु है अनि हेर्नुहोस् यस्तो मजाको छ है यो चाहिँ एजेलिया हेर्नु न यो अस्ति धेरै फुलिसक्यो यो चाहिँ सबै फुलेर यहाँनिर नै फुलिसक्यो यस्तो भएको थियो यहाँनिर यस्तो भइसकेको छ होइन यस्तो दामी कलरको मैले अस्ति भर्खरै ल्याएको है यो चाहिँ नर्सरीबाट नि अब मैले त्यसको पट यत्रो छ खासै यसलाई चाहिँ म रिपोर्ट गर्दिनँ मैले लास्ट इयर पनि रिपोर्ट गर्ने भएको मेरो एजेलियाहरू खत्तम भयो क्या मलाई त्यति धेरै त्यो आइडिया नभएर पनि होला मजाले नै त्यो रिपोर्ट भएर पनि सरिसकेको थियो पछिबाट खै के भयो सबै मऱ्यो 2-3वटा कलरको ल्याएको थिएँ है मऱ्यो अहिले चाहिँ मसँग यो मात्रै छ अब यसलाई पनि मैले रिपोर्ट गरेर मार्छु त्यही भएर म यसलाई अहिले तत्कालै म यसलाई रिपोर्ट गर्दिनँ ल अर्को कलर चाहिँ यहाँ पनि छ यो मैले चाहिँ खासमा चाहिँ यसको यो सिडहरू हुन्छ होला कि भनेर राखेको क्या यो मैले त्यसको सिडहरूबाट पनि उमार्न सकिन्छ कि भनेर चाहिँ यसलाई नखाली खासमा चाहिँ राखेको यो दामी कलरको छ अनि यहाँ त यो चाहिँ छुट्टै कलरकै छुट्टै यो चाहिँ यस्तो दामी क्या लाइट पिङ्कमा होइन यस्तो खालको छ बोट चाहिँ खासै हेल्दी छैन यो मैले लास्ट इयरै ल्याएर गरेको अब यसलाई चाहिँ फुलिसकेपछि चाहिँ गर्छु अलिक मजाले माटोहरू साह्रो साह्रो भइसकेको छ यसको खासै हेल्दी बिरुवा त छैन बोट त छैन तर यस्तो मजाले यसले यहाँनिर यस्तो फुलिरहेको छ यो चाहिँ यस्तो छ यहाँनिर पनि फुल्नलाई रेडी भइरहेको छ होइन यस्तो छ यो चाहिँ दामी कलरमा यो अर्को भेराइटी हो मेरोमा चाहिँ अहिले फुलिरहेको चाहिँ यो भेराइटीको छ ल एउटा चाहिँ अर्को चाहिँ यो चाहिँ मैले तपाईँहरूलाई कतिवटा भिडियोमा देखाइसकेँ होइन यसको पनि यहाँ सिडहरू चाहिँ आउनलाई यो अलिक मजाले पाकोस् भनेर यस्तो हुँदो रहेछ क्या यसको सिड चाहिँ हेर्नु न यहाँनिर छ यो अलिक अझै मजाले पाकोस् यसलाई अनि म यसलाई सारिदिन्छु मैले सार्न खोजेको तर नहुने जस्तो छ अस्ति पहिला नि गरेको थिएँ यो चाहिँ अब यसलाई चाहिँ म रिपोर्ट पनि एकरी यसलाई चाहिँ म के भन्छु प्रपोगेसन पनि गरिदिने हो क्या यो हाँगालाई चाहिँ काटेर अब चाहिँ म यसलाई चाहिँ प्रपोगेट गरिदिन्छु 4-5वटा बनाउँछु म यसलाई अनि हेर्नु यो यस्तो मजाको कलरको यो छ कि है फुल्नलाई फुल्नलाई मैले उहिले यसलाई चाहिँ काटेर अरू चाहिँ प्रपोगेट गरौँ भनेर मैले कति ट्राई के अरे गर्नु पऱ्यो भनेर खोजेको फुलै गर्छ यति सानो बोट छ होइन खासै मजाले त्यस्तो ठुलो झ्याम्मेर आएको रुख पनि छैन तर यति साह्रो फुलै गर्छ मायाले मैले केही गर्न सकेको छैन म यसलाई पनि अब यो पार्टलाई चाहिँ म के अरे प्रपोगेट गरिदिन्छु किनकि अब यो फुलिसकेपछि पाक्छ यो पनि फुलिसक्छ अनि अर्को यहाँनिर आउन थालिसकेको रहेछ होइन यस्तो माया लाग्छ प्रपोगेट गर्नलाई नै माया लाग्ने गरी भइरहेको छ यसको चाहिँ अब यहाँ पनि आइरहेको छ यो फुल्नलाई अझ धेरै टाइम लाग्छ ल त्यही भएर चाहिँ त्यसलाई चाहिँ म प्रपोगेट गरिदिन्छु अनि हेर्नु न यहाँनिर यसको बिरुवा कति मजाले आइरहेको छ यहाँनिर नयाँ आइरहेको छ कस्तो छेउमा भइसक्यो रोप्दाखेरि चाहिँ यस्तो गमलाको यता बिचतिर हुनुपर्ने बिरुवामा चाहिँ मैले राखेको थिएँ यसको सिडहरू अस्ति रोपेको खै के नाम निस्केन छैन सायद नहुने होला ट्राई गरौँ भनेर चाहिँ खोजेको नहोला जस्तो छ छैन यसको यो लोकल बेगोनिया यो पहिले रोपेको मेरो यस्तो भइरहेको छ यो यहाँ चाहिँ मसँग चाहिँ यहाँ योहरू पनि छ क्या यो कुन कलरको भन्ने थाहा छैन मैले यो पाहाडदेखि अस्ति गाउँदेखि गाउँमा जाँदै लिएर आएको यो चाहिँ कुन होला भनेर म त आइएम सुपर एक्साइटेड है त सुपर एक्साइटेड यो कुन चाहिँ कलर हो थाहा नै छैन अब फुल्नलाई रेडी भएको छ त्यस्तै अर्को फुल्नलाई रेडी भएको चाहिँ यहाँ पनि छ ल यहाँनिर छ अर्को चाहिँ यो कुन कलरको थाहा छैन दुइटै फुल्नलाई रेडी भइरहेको छ यो चाहिँ म तपाईँहरूलाई फुलिसकेपछि कुन कलरको हो भनेर फेरि भिडियो बनाउँछु ल
अब एकैबाट फुलेको छैन म त्यही भएर चाहिँ म यो फुलहरूलाई चाहिँ अब पाट गरेर चाहिँ खिचेर चाहिँ कुनै अगाडि पछाडिको भिडियो हुन्छ होला होइन लिइसकेको नि त किनकि मलाई यो एउटा भिडियो चाहिँ पुरै फुल फुलेको मात्रै यो जेरिनियम फुलहरूको मात्रै मलाई फुलहरूमा ब्लुम भइराखेको मात्रै खिच्न मन छ क्या त्यही भएर चाहिँ यस्तो यो गर्दैछु यस्तो छ मेरोमा चाहिँ खासै त्यति धेरै केयरको लागि केही पनि गरेको छैन अस्ति एकपटक मैले पिना दिएको थिएँ होइन पिना 3-4 दिन भिजाएर चाहिँ मैले पिना चाहिँ लगाइदिएको थिएँ त्यहाँदेखि मैले केही पनि केयर गरेको छैन रेगुलर पानी दिने हो चाहिँ यहाँ चाहिँ अर्को पनि छ यो कलरको छ नि यो चाहिँ कहिले नफुलेको जेरिनियम चाहिँ यहाँ चाहिँ मसँग नि यस्तो फुल्दा फुल्दा यस्तो भइसकेको छ के कलरको छ यो लोकल भेराइटी के तर कहिले नि फुल्दैन योबाट चाहिँ यसरी बल्ल बल्ल यतिको भएर चाहिँ अन्त यसको अस्ति सबै पातहरू निकालिदिएको थिएँ मैले यहाँनिर साह्रै भनेर सुकेको पात बुढो पातहरू सबै निकालिदिएको थिएँ फुल्दै नसकेको चाहिँ यो चाहिँ फुल्दै नसकेर यस्तो भइराखेको छ बोटै यस्तो भइराखेको छ यहाँ चाहिँ यस्तो मजाले फुलिरहेको छ नि वाउ दामी तरिकाले फुल्दैछ यिनीहरू चाहिँ भर्खरै ल्याएको भेराइटीहरू हो यिनीहरू चाहिँ होइन यस्तो मजाले ब्लुम गर्दैछ वाउ 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 यो लिलाक मिस्ट के भन्यो लिलाक चाहिँ लिलाक मिस्ट भन्ने छ यसको नाम चाहिँ त तल यसरी लेखेको छ क्या मजाले फुल्दैछ यो पनि अब यसको उयोहरू पनि आउँछ होला बिस्तारै मजाले यसलाई चाहिँ रिपोर्ट गर्नुपर्ने यो पनि एउटा चाहिँ मेरो चाहिँ रिपोर्ट गर्नलाई बाँकी छ अनि यिनीहरू भयो यस्तोहरू त यस्तो भइरहेको छ यता पुरै के भन्छ बोर्ड सेट आइरहेको छ त्यति मजाले आएको छैन यो सबै अब अलिक अनहेल्दी थियो यहाँ आएर चाहिँ हेर न यस्तो मजाले भएछ क्या हो मैले रिपोर्ट गरिसकेको त मजाले पाइसकेको छ अहिले पनि याद गरेँ बोटहरू झ्याप्प आइरहेको छ अनि यो वर्ष चाहिँ अलरेडी लागिसकेको थियो त्यही भएर पनि यस्तो भयो होला क्या यो साल राम्रो नफुले पनि अब नेक्स्ट टाइम चाहिँ मजाले फुल्छ र यिनीहरू यहाँनिर चाहिँ एउटा यो पनि रोज जेरिनियमको एउटा भेराइटी झ्याप्प तरिकाले चाहिँ यस्तरी आइरहेको छ अनि यहाँनिर चाहिँ छ अर्को यो रोजालिन्डा भेराइटीको नि यस्तो छ रोजालिन्डा चाहिँ यो पनि रिपोर्ट गर्नुपर्न बाँकी अब म यसलाई रिपोर्ट गर्छु अब चाहिँ यसलाई यो पनि रिपोर्ट गर्दा र बजार बिहान पनि हल्ला गर्दैछ यस्तो छ रोजालिन्डाको अवस्था चाहिँ मजाले फुल्छ होला अब यसपालि चाहिँ यो अस्ति मैले ल्याउने यस्तो भइसकेको थियो अनि अब अहिले चाहिँ मेरोमा आएर हल्का फुलेर मजाले यसरी फुलेर यसरी सुक्न पनि थालेको हो क्या अब यसलाई चाहिँ थाल्न नि यसलाई यस्तो गरेर गर्नु पनि तर माया लाग्छ अब 1-2 दिन होस् यत्तिकै यसलाई रिपोर्ट नगरिन्जेलसम्म यत्तिकै होस् रिपोर्ट गर्दा चाहिँ यसलाई थालिदिन्छु गरेर यो चाहिँ कस्तो राम्रो लाग्छ यसलाई यो चाहिँ मेरो के भन्छ यो डबल पेटलवाला इम्पेसेन्स हो क्या कस्तो दामी कलरको छ नि यो यस्तो ठुलो भइसक्यो अनि एउटा म्याजिक चाहिँ हेर्नु यहाँनिर एउटा त्यत्तिकै मैले उ गरिदिएको थिएँ यस्तो छ क्या बोर्ड चाहिँ नि यो मैले गमलामाथि गमला यस्तो राखेको छु कि यसरी राखेको थिएँ होइन त्यहाँनिर मजाले सातहरू यसरी आएछ पातहरू आएर कस्तो कलरको थाहा छैन हेरेर फुल्नलाई रेडी भइरहेको छ यो कस्तो कलरको थाहा छैन यो चाहिँ गाडिदिनु मात्रै पर्छ साह्रै मजाले आइहाल्छ अनि यहाँ चाहिँ छ अर्को सबभन्दा मजाले अलि ब्लुम भइराखेको यो के भन्छ यसलाई ट्रोकेल कि ट्रोकेल भन्ने छ ट्रोकेल भेराइटीको चाहिँ जेरिनियम छ होइन यो पनि जस्तै भर्खरै लिएर आएको दामी तरिकाले चाहिँ 2टा बर्ड्स चाहिँ लाएर फुलेको छ यहाँ पनि छ हेर्नु न यो चाहिँ खासमा चाहिँ पुरानो बोर्ड थियो यसलाई रिपोर्ट गरिहाल्नु पऱ्यो भनेको भ्याउँदै बिहान यस्तो भइरहेको छ रिपोर्ट गर्नलाई राखिदिउँ भनेको तपाईँ यसलाई त हेर्नु न प्रपोगेट गर्दा पनि ठिक हुन्छ होला जस्तो छ रिपोर्टसँगै फुलिसकेपछि चाहिँ प्रपोगेट पनि गरिदिनु पऱ्यो क्या तर यस्तोहरू हुन थाल्छ क्या मलाई कम्ती माया लागेन म यो यति मजाले फुल्नलाई रेडी भइरहेको छ यहाँ 3टा बर्ड्स लाग्यो रहेछ यहाँ पनि छ अनि यस्तो मजाले फुलिरहेको छैन कि वाउ यस्तो झप्प मजाको सबै फुलहरू चाहिँ फुलेर सुकेर यस्तो जन लागिसक्यो यो पनि यस्तो भइसकेको छ यो मेरो एजेलिया त यस्तो भइरहेको छ होइन अरू चाहिँ फुल्न रेडी भइरहेको छन् कुनै चाहिँ
यो पनि गयो रोजलिन्डा पनि सक्यो रोजलिन्डा फुलेर सक्यो तर यहाँनिर अरू पनि हाल्दैछ तर म यसलाई चाँडै 2-3 दिनमा यस्तो भएर फुलेर गइसकेछ टोकेल त खत्तमै भएछ टोकेललाई म हटाइदिन्छु यसको ओ माई गडनेस लु त फालिदिएको मैले त यसलाई त यस्तो भइसकेको थियो सुकेको थियो है यसलाई त अलिकति राख्दा नि हुन्थ्यो हुन चाहिँ हुन्थेन तर नि यसलाई चाहिँ निकालिदिएको अब यसको काम छैन धेरै काम छैन के भइरहेछ ओ ड्राई पनि सुपर ड्राई भएको रहेछ नि त पानी लागेर भएको रहेछ अब यिनीहरूको फुल्ने टर्न यहाँ छ अब चाहिँ यिनीहरूलाई फुल्न दिन्छु ल यो अर्को अस्ति नै फुल्न आँटेको चाहिँ यस्तो भइसकेको छ क्या मैले यो भिडियो पार्ट गर्दै भन्न दिन्छु कोही त्यही भएर चाहिँ यस्तो भएको छ यहाँ यस्तो दामी सेटको कलरको हेर्नु यो चाहिँ मैले अस्ति गाउँदेखि लिएर आएको भेराइटी हो यो चाहिँ दामी छ फुल्न लागेको छ यो अस्तिबाट झरेको पनि थियो होइन झरेर पनि फुल्दै नलागेको त फुल्यो म त त्यो झरेर रिपोर्ट सक हुन्छ कि जस्तो लागिरहेको थियो तर त्यस्तो चाहिँ भएन ओ माई गड ठल्ला भएर अर्को पनि फुल्न थालेको छ ल मेरोमा चाहिँ यहाँ छ अर्को चाहिँ यसलाई यहाँनिर राखेर फोटो खिच्छु भिडियो गर्छु यहाँनिर चाहिँ यो कलरको फुल्नेको रहेछ क्या यो चाहिँ मसँग यतै पनि रहेछ तर मैले यो गाउँदेखि लिएर आएँ क्या यसलाई चाहिँ ल्याएर अब कस्तो अरू कलरको चाहिँ दामी कलरको छ तिमीले चाहिँ फुल्छ होला भनेको यो चाहिँ यो कलरको चाहिँ मजाले सुरुमा फुल्यो क्या त्यस्तै पनि दामी छ यो पनि कलर त दामी छ उनीहरूले अर्को पनि त्यस्तै कलरको फुल्न आँटेको छ यो तर थोरै छ है यो चाहिँ भर्खर रिपोर्ट होइन भर्खर त्यो के भन्छ प्रपोगेट गरेर कटिङ ल्याएर सारेको नि त त्यही भएर चाहिँ यो मेरो फर्स्ट लटको यो फुलहरू फुलेको यो पनि अनि यो पनि दुइटै यस्तो भएको उनीहरूले यसको चाहिँ यहाँनिर बर्ड्सहरू पनि लागिरहेको छ नट सो हेल्दी तर पनि राम्रो भइरहेको छ अर्को यो अर्को भेराइटीको नि बाँचेर हेर्नु न यति सानो नि फुल्नलाई रेडी भइराखेको छ अब फुल्न चाहिँ दिनु पऱ्यो त्यस पछाडि म यसलाई अर्को भाडा दिन्छु ल यसलाई पनि ल यस्तो छ है चाहिँ मेरोमा हेर्नु न यस्तो मजाले फुलिरहेको छ नि रेड कलरको सबै पल्लोपट्टि गएको छ कि यसको चाहिँ मैले खासै फाल्न नि माया लागेर चाहिँ यसलाई त केही पनि गरेको छु मेरो यसपटकको जेरेनियम चाहिँ यस्तै मात्रै फुल्यो है त्यति मजाले अब सेयर गर्न पनि पाइनँ टाइममा यसलाई प्रपोगेट गरेर यसलाई ग्रो गर्न पनि सकिएन होइन अनि फुल्न चाहिँ फुल्यो तर डिफ्रेन्ट टाइममा क्या एकैपटक चाहिँ फुलेन छुट्टै टाइममा चाहिँ यसरी फुल्यो अनि फुलेर नयाँ बोटहरूमा पनि मजाले बिरुवाहरू पनि यसरी सरेर चाहिँ मजाले फुल्न चाहिँ फुल्यो होइन फुलेर सुकि पनि सकेको छ ल यो सालको मेरो जेरेनियमको चाहिँ स्थिति यस्तै छ है यस्तै मात्रै फुल्यो नेक्स्ट इयर चाहिँ अब अझ मजाले फुल्छ होला किनकि अब यो पटक चाहिँ धेरै जेरेनियम कलेक्सन पनि गरेको छु त्यही भएर चाहिँ नेक्स्ट टाइम चाहिँ मजाले फुल्छ होला ल यो भिडियोमा चाहिँ यति नै खासमा चाहिँ मलाई यो फुलहरू खासै त्यति मजाले नफुलेको भएर चाहिँ खासै भिडियो बनाउन मन थिएन र पनि अब यो सालको जेरेनियमहरूको चाहिँ कसरी फुलेको थियो भनेर रेकर्ड राख्नलाई चाहिँ मन परेर चाहिँ मैले जस्ट सर्ट भिडियो बनाएको छु ल आजलाई यति नै बाई बाई